हाई गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। म चाहिँ भर्खरै सुतेर उठेँ अनि कपडाहरू धोएँ अनि तपाईँहरू चाहिँ अचम्ममा पर्नु अब बोल्ने मान्छे त बोलिरहेको छ, त्यही एउटा थाहा हुन्छ म कहाँ छु के गरिरहेको छु भन्ने। अब ब्लगबाट चुप्लाक ब्लगबाट थाहा हुनेहरूलाई चाहिँ अब चितवनमा आएको छु म, एक्कासी आउनु पऱ्यो। अनि यसलाई देख्ने बित्तिकै हामी चाहिँ यहाँ मामा हुन्छ काम गर्दै हुनुहुन्छ, ठग मामा। यता चाहिँ हजुरआमा ऊ बुई यो त गुइए तँलाई गुइए कहाँबाट आयो यो? अरे अरे यो डराउँछ, यो त म त रहेछ केही लाग्दैन। कुइ कुइ आया तँलाई त्यही गाइज के कामले आएको त्यो चाहिँ एकछिन भनिन्छ। एकछिन चाहिँ यहाँ यो नाम्लो दिन आएको, त्यो नाम्लो दिया त्यो नाम्लो दिन्छ। यो त कति गीत अनि म चाहिँ कहाँ थिएँ कुरा आएर चाहिँ भुलेँ। अब त्यही हो बोल्ने मान्छे बोलिरहेको छ अनि त्यहीबाट थाहा हुन्छ म के गर्दैछु, कहाँ छु, के गरिरहेको छु भन्ने। अब भ्लगबाट थाहा हुने मान्छेहरूलाई चाहिँ अब हुन त धेरै दिन छैनन्, अब त्यही माथि अब 10-12 दिन जति हरायो होला होइन। त्यही बेलामा भ्लग चाहियो जम्मै भ्लग चाहियो। तिमीहरूलाई भ्लग चाहिन्छ नि, अनि त्यहाँपछि भ्लग हालेपछि तिमीहरूलाई त्यति 10 कटाउनमा पनि 3-4 घन्टै लाउँछ। अब त्यो हेर्ने मात्र होइन, टिकटक जस्तो सेयर पनि हान्ने गर। त्यही हो अब त्यो यहाँ चाहिँ के भएको थियो भन्दा अब हजुरबा नि बित्नुभयो, मामा नि बित्नुभयो। हजुरबा बित्दा त म चाहिन्थेन, अब मामा बित्दा चाहिँ भान्जा तिल हाल्न चाहिन्छ भन्ने भएर अनि म चाहिँ आएको। आफ्नो मामा त होइन, 40 पर्ने मामा, मम्मीको तिरको भनौँ न, आफ्नै मामा चाहिँ होइन। त्यही भएर चाहिँ 10 दिनपछि चाहिँ बारी हो नुन। आज ठ्याक्क खानु लाग्यो ठ्याक्कै। त्यही अब भोलि पनि हुन्छ, हुन चाहिँ 13 दिनसम्म हुन्छ, तर नुन चाहिँ मैले आजबाट खाएँ धन्न 10 दिनपछि। त्यही हो अब मामा चाहिँ बित्नुभयो, रेस्ट इन पिस। अरू चाहिँ हामी धान त यहाँ त खतरा रहेछ त यार। यहाँ त मलाई नि काम दिलाइदियो यार। अब यतैतिर काम गर्दैछु, स्किल हुन्छ मेरो, स्किल बाहना यस्तो। सो गाइस अब चाहिँ हामी त्यहाँ फोटो खेल्न जान्छौँ। अरू कति धेरै मान्छे आउँछ एकछिनमा, फेरि केटिम हुन्छ, बच्चाहरूसँग मानि खेल्न जानु पऱ्यो त। यो पनि जान्छ जानु चाहिँ। फर्स्ट भयो म यिनीहरू खेल्दै खाने, यसको थोडा देखाउनु साथीहरू। के बा यता त झन् कोकमा आइज, यता त कोकको उसमा यत्रो गिलासमा दुध छ, यता त झन् भन्नै परेन। यसको मात्रा क्यापेसिटी देख्न सक्नुहुन्छ, यहाँ त भरि छ। उहाँले खाँदा बिहान नहुँदै बाहिर भ्लग बनाएर आफू के गर्नुहुन्छ एकछिनमा नआसी। अब हाई इट्स डे 2। अब हिजोको ब्लग चाहिँ अलिकति छोटो भयो, त्यही भएर आजकोसँग पनि जोडिदिउँ भनेर चाहिँ सुरु गरेँ। अनि आज चाहिँ अब नुहाइधुवाइ गरिसकेँ, अब बिहानको 7 बजिरह होला। अब एकछिनमा चाहिँ त्यही क्रिया गर्ने ठाउँमा गइन्छ। अनि हिजो चाहिँ कतिजनाहरू गयो, अनि त्यहाँ चाहिँ दाइ र म मात्र बस्नु, त्यही क्रिया गर्ने दाइहरू। अनि म अनि अलिअलि थिएँ मान्छे, नत्र सबैजना चाहिँ खोलामा गएको थिएँ हजुरबाको उसको लागि। अनि त्यही भएर आज चाहिँ मामाको लागि गइन्छ। अब कतिजना लाग्ला को मामा हो भनेर, अब दसैँको भ्लग हेर्नुभयो भने चाहिँ उहाँ हुनुहुन्थ्यो। यदि हेर्नु भएन नि यो क्लिपै जोडिउँला यहीँ। मामाले मेरो भ्लग हेर्दै हुनुहुन्छ है। अब मामा यहाँ पनि भ्लगमा केही भनिदिनुहुन्छ कि, यो भिडियोमा पनि केही भनिदिनुहुन्छ कि मेरो के भन्नु खोइ, त्यही आउँछ कि युट्युबमा तपाईँले हेर्नुभएको भ्लगमा आउँछ, यो लाउँदैछ यही आउँछ त्यसमा। योवाला चाहिँ मामा हुनुहुन्छ, उहाँ चाहिँ बित्नुभयो, रेस्ट इन पिस। अरू त के भन्ने होइन। त्यही हो गाइस, अब एकछिनमा गइन्छ। मेरो स्कुटर पनि झिक्छु होला, धेरै भयो साह्रो धेरै टाढा पनि लखाइन, टाढा त होइन त्यही नजिकै हो। त्यही पनि अब मामाको गाडीहरू त छ, त्यही नि अट्टाइन्न होला जस्तो लाग्छ। त्यही भएर चाहिँ मैले मेरो स्कुटरै लान्छु। यसले चाहिँ यता दुध उमाल्दैछ है फेरि, एज यु क्यान सी भन्दै तल भएको छ। त्यही हल्लाउने मात्र काम हो यसको, आई मिन दुध।
त्यही गाइस स्टेडियम नै त स्टेडियममा अर्को कुरा भनेको चाहिँ मेरो प्यान्ट हिजो धोएको सुकेकै छैन म यस्तो उसमा छु माथि चाहिँ ज्याकेट सर्ट ला होइन यो सुकेकै छैन यतापट्टि मेरो अर्को जिन्स सुकेकै छैन ऊ त्यो यसको कपडा पनि धोइदिएँ अब मैले यो एउटा असल दाई भन्ने खेलाउँछ तेरो कपडा धोइदिएँ होइन मैले भाइ थ्याङ्क यू नि भनेनस् त भन्छु हजुरको धोइदियो ऊ यो कट हो कपडा धोइदियो होला अब त्यही हो करा कति रिटेक गर्ने हो यार रिटेक गरेर हजार लगा ल त्यही हो यहाँ चाहिँ पिम्पल आइसक्यो मेरो अरूले अर्ली टु बेड अर्ली टु राइज मेक्स अ म्यान वेल्थी एन्ड वाइज भन्ने चाहिँ तर यहाँ मेरो ठ्याक्क उल्टा हो लेटली टु बेड अर्ली टु राइज मेक्स अ म्यान हेल्थी वेल्थी एन्ड वाइज तर म छैन ए मेरो दुध साँच्ची दुध पनि छ यहाँ आमाले चाहिँ आमा यहाँ सबैजना हेर्नेलाई के भन्नुहुन्छ दुध खाना हो भन्नुहुन्छ दुध खाना आऊ भनेको कोही मान्दैनन् कसरी सबै ठुलो भयो माते खान् जम्मै मेरो साथी माथि मेरो भ्युवर्स चाहिँ कसरी माथ्यो सबै माते दुध खानै मानेनन् यहाँ हेर्ने मान्छे सबै माथे दुध खान बोलाएर आएन भनेर ल आउनु पऱ्यो रे यार यहाँ दुध खाँदा वाक्कै भइसक्यो हामी त अझ यहाँ दुध खाने अझ मेन मान्छे त तल अहिले अर्को क्लिपमा देखिसक्नु भयो होला पछाडिको क्लिपमा स्कुटर चाहिँ धेरै दिनपछि झिकेको अब चाहिँ कन्सेप्टमा गाडी चाहिँ यहाँ छ यसमा टाइम लाग्यो भनेर मेरो झिकायो अब पछि उतैतिर भेट्छ होला त्यहाँ भिडियो बनाउन नि मिल्दैन स्टेडियम त भेट्छ सो गाइस हाम्रो चाहिँ आधी जति पिण्ड दिने चाहिँ सकिसक्न लाग्यो 11 बज्यो 1 बजीसम्म सकिन्छ भन्नुभएको थियो अब हेरौँ के हुन्छ त्यही गाइस देखाउनु चाहिँ मिल्दैन स्टेडियम है त एकछिनमा भेट्छौँ के गरेर भेट्छौँ त्यही हो गाइस अलिकति चाहिँ देखाएको अगाडि अन्त देखाउनु मिल्दैन है त स्टेडियम स्कुटर चाहिँ मेरो गाइस मामा आउनुभयो मामाको कलर चाहिँ मैले लगाइदिएको मामाले पात हाल्ने मैले लट्ठी जस्तो तल नालीमा गाइस यहाँदेखि यत्रो 400 वटा मामा यो 400 वटा यहाँ पात हाल्दै जानुहोस् सिङ्खा हालेर सक्नु भयो ए मैले हाल्दैछु यहाँसम्म यो पुरै सकेको है मामाले अलिअलि हात लाउनु सिङ्खा हाल्नु यस्तो बसेर सिङ्खा हाल्नु परिरहेको यत्रोमा एउटा छुट्न भएन अरे स्टेडियम त गाइस के अरे कोसी त होइन युट्युबमा हाल्छु मैले ब्लग हो यो होइन मैले गाइस पूजा सम्पन्न भयो 3टा दाइहरू दाइ आउनुहुन्छ स्टेसनमा चाहिँ घर लागिन्छ है त हुनुहुन्छ मैले खानासाना खाएर आइसकेँ कपडा बल्ल सुकेर होला बिहान सुकेन के अरे यस्तैमै गएको सर्ट्समा सबैजना सर्ट्स त सर्ट्समै थियो तर मलाई गएको थियो अनकम्फर्टेबल लाग्छ कि यो भने त अब एकछिन चाहिँ रेस्ट गरिन्छ अरू त के भन्ने ठिकै भयो पूजाहरू पनि जे होस् मान्छे थोरै थिए अलिकति काम चाहिँ गर्नै पऱ्यो अरे यति त धेरै ठुलो कुरा नि होइन त्यही गाइस एकछिन रेस्ट गरिन्छ स्टेडियम गाइस बिहान चाहिँ भाइको दुध पनि पालो थियो अहिले चाहिँ मेरो चाहिँ दुध चाहिँ भरिपूर्ण छ है फेरि जति खाए पनि त्यही गाइस आजको लागि चाहिँ भ्लग यति हुन्छ होला खासै कन्टेन्ट पाइनँ त्यही मेरो दैनिक दिनचर्या नै देखाएँ मैले एज अलवेज खासै कन्टेन्ट नि पाउँदैन तर जेन्जी भैलोमा चाहिँ राम्रै रेस्पोन्स पाएको थियो आइरहन किन हो स्टोरीमा हालेर पनि होला धेरैजनाले हेर्नुभयो अनि ठिकै आयो पहिलाको भन्दा त्यति राम्रो पनि होइन कि तर पहिलाको कम्पेयरमा चाहिँ राम्रै हो 70भन्दा माथि भ्युज गइरहेको थियो 10 दिनभित्रमै यस्तै रेस्पोन्स आयो भने चाहिँ म कन्टिन्यू गरौँ नत्र अब त्यही हो गाइस बुझ्ने बुझिखाऊ बुझ्ने है त गाइस अब अर्को ब्लगमा भेटौँला थ्याङ्क यू सो मच फर वाचिङ है सी यू नेक्स्ट भिडियो बाई आएर यहाँसम्म फालियो भ्लग बनाउँदा यति मेहनत छ कन्टेन्ट नभए पनि डेडिकेसन छ जो छैन सब्सक्राइब गरौँ सेयर हानौँ टिकटक जसरी भन्न पर्दैन मैले खालि भ्लग चाहियो भन्ने नआइज मलाई है आउँछ त आउँछ आउन त आउन्न अब त्यही हो गाइस थ्याङ्क यू सो मच फर वाचिङ है दुधको भाडा चाहिँ तिरो